जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनाइएको आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कोइरालालाई प्रतिवेदन हस्तान्तरण गरेको हो। आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार अध्ययनपछि तयार गरिएको प्रतिवेदन सरकारलाई बुझाइएको हो। सरकारले भदौ 23 र 24 मा भएको जेनजी प्रदर्शनबारे सत्य तथ्य पत्ता लगाउन असोज 5 गति उक्त आयोग गठन गरेको थियो। आयोगले भदौ 23 मा काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएको घटना सहितका विषयमा अनुसन्धान गरेको थियो। छानबिनका क्रममा आयोगले 150 भन्दा बढी सरकारी अधिकारी तथा आन्दोलन प्रत्यक्ष देखेका व्यक्तिहरूसँग बयान लिएको जनाएको छ। जेनजी आन्दोलन भएको बेला केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो। त्यतिबेला गृहमन्त्री रमेश लेखट, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका थिए।